तिमीलाई याद छ होला नि थाहा छ ल ठिकै छ म नि आएर कुरा गर्छु नि मम्मी दादीसँग ए मम्मी कुरा गर्नुहुन्छ अरे है मम्मी हजुर पनि राम्ररी बस्यो म अब फिक्स भएपछि फेरि फोन गर्छु नि एकचोटि ल छोरी बुवालाई इमेल गर्न नबिर्स स्वास्थ्यको ख्याल गर है छोरी छोरी भन हजुरलाई के लिएर आइदिनु त नि मलाई के ल्याउनु पर्यो नि तर त्यो तिमी कुन प्लेनमा आउने हो कति बजी आइपुग्ने हो यहाँ सबै त्यो विवरण मलाई पठाउन इमेलबाट हस् बा म पठाइदिन्छु नि हजुरको त्यही पुरानो इमेल त हो नि हैन त्यही पुरानो म कहाँ चेन्ज गर्ने आउँदैन मलाई राम्ररी अलिअलि आउँछ होस् ल म त्यसमा पठाइदिन्छु राम्ररी बस्यो है त ए ल त है त भाइ राम्रो हस् त भा दर्शन ल भाइ हेलो आमा दर्शन के छ बाबु हालखबर ए ठिकै छ आमा अनि हजुरको मेरो ठिकै छ बाँचेको छ खै फोन पनि गर्दैन आजकल त के हो ए होइन हल्का अलि व्यस्त थिएँ आमा अनि त्यही भएर धेरै बेच्नु थालिस है आमा पनि बिच्नु थालिस क्या हो छैन आमा बिर्सिया छैन ल ठिकै छ बुवा बहिनीको खबर के छ त नि बुवा चिया खाएर हल्लिएछ बहिनी चाहिँ गयो अरे कलेज ए हो कस्तो पढ्दैछ त्यसले राम्रो पढिरहेको छ राम्रै छ पैसा माया माया गर्छ त्यही त होइन तेरो बहिनी थाहा छैन अब छोरी पनि भयो पैसा पनि त चाहिहाल्छ नि कहिले आउँछ हौ नेपाल खै आमा आउने त ठेगान छैन है भर्खर एउटा नयाँ काम सुरु गरेको छु के भन्छ चाहिँ छोरा त्यस्तो नभन् न नेपाल आउनु परेन आउनु त आउला नि आमा अब पर्खिनु एकछिन हो अब मैले पनि यतातिर सबै कुराहरू मिलाएर आउँछु भनेर मात्र त्यो टाइम लागेको छिट्टै आउँछु नातिनु छिट्टै अब हजुरहरूले एउटा बुहारी पनि खोजेर राखेको छु मैले बुहारी रे हजुर राम्रै छ आमा नातिनु कुन घरको हो बुहारी रे बुहारी आमा बाउ त थाहा भएन बुहारीको है बुहारी चाहिँ राम्रो नै छ के भन्छ कुरा ल यो बुवासँग कुरा गर्दै एकचोटि हजुर बुवा दर्शन भाग्यमानी होस् के छ तेरो हालखबर ठिकै छ बुवा अनि तपाईँ कस्तो छ मलाई नि सन्चै छ त्यही हो अलिकति जाडोमा हातखुट्टा दुख्छन् घुँडा दुख्छ तर तेरो कस्तो छ मेरो ठिकै छ बुवा अनि गाउँघरतिर कस्तो छ गाउँघर अब चलिरहेछ भाँचिया छ अनि बुहारी खोजेछ भन्दै थियो हजुर बुहारी खोजे जसले भन्दैछ ए बुवा त्यही त अब पढ्नु त उहिले नै पर्ने थियो तर अब आज भने त्यही त एउटा मैले हजुरहरूको लागि एउटा बुहारी खोजेर राखेको छु बुवा नेपाली नै हो त नेपाली चाहिँ होइन नेपाली गराउन त सकिन्थ्यो तर खासमा चाहिँ अमेरिकन नै हो के भन्छ के भने त के कुरा गरेर त ए होइन बुवा के भन्छ कुन जातको रे नाकारा नै छ यहाँ एकजना अब यिनको अमेरिकनसँग यताउति लभ परेको थियो भनौँ न अनि त्यही भएर चाहिँ अनि के कुरा गर्छ यो कुन जातको भन्न छिटै बिहे गर्ने विचार गर्दैछु के तिम्रो हजुर के त को खोजेको रे ए होइन आमा बुहारी खोज्या को पछाडि को त्यो टकिङ पास यो के जान चुलो बोलेको त्यो को त्यो यो बुहारी हो हाई भन्दैछ आमा हजुर के भन्छ यसले हेलो के के कुरा गरेर त ए होइन त्यही त यहाँ बुहारीसँग थिएँ आमाले बुहारी हाई भन्दैछ कि आमालाई त आउने हो कि होइन ल भन् त उतै बस्ने हो कि यहाँ बस्ने हो बस्ने त बुवा यति हो हजुरहरूलाई पनि म छिटै आउँछु भन्ने विचार गर्दैछु बुवा होइन राम्रो कुरा गर्नु प्रष्ट कुरा गर्नु तेरो आमा यहाँ रुन थालिसकि के भनिरह तैँले होइन आमालाई सम्झाइदिनु न बुहारी एकदमै दक्षिणको छ राम्रो छ होइन त मेरो कुरा सुन तँलाई हुर्कायो पढायो विदेश पठायो तैँले यही हो आज तेरो बाउ आमासँग व्यवहार देखाउने यही हो नकारा नै एकछिन अरू सरू कुरा त्यस्तै हो त यहाँ आइज तेरो आमाले बुहारी हेरिरहेछ अनि तेरो धुमधामसँगले बिहे गर्नुपर्छ ए होइन बुवा अब म त बिहे गर्ने यहाँ सबै निरो गरिसकेँ त अब बाउसँग त्यसरी कुरा गर्ने भइसकिस् तँलाई त्यही सिकायो मैले बुवा म जानुपर्ने बेला भयो है म हजुरलाई कामबाट आएँ ए यहाँ कुरा गर्न कुरा बिचमा नकाट बुवा बाई हेलो के भयो के भयो खैलाई त्यो गोरुले काट्यो कि आफै काट्यो फोन गर्ने एकचोटि फेरि लौ न त्यसले बिहा गरेर फेरि कुइनसँग हेलो त्यही शिव प्रभु के दिन आइरहेको होला झन् बुढाबुढीलाई सम्झाउँ भनेर फोन गरे सम्झिने होइन अब बहिनीलाई फोन गरेर सम्झाउनु पर्ला आज पनि पार्टी
आज चाहिँ लिजीले बोलाएको छ कि उसको बर्थडे पार्टी छ अरे, हाउस पार्टी छ अरे, अनि त्यही भएर अब के हो भनेर इन्भाइट गरिरहेको थियो, अनि त्यही भएर नि। अनि के हो, प्याकिङ पनि भइसक्यो? हुनु मात्र त, अब त सिद्धिने बेला पनि हुन लागिसक्यो। आर यु सिरियस? हेर न, मैले त जाने डिसाइड गरिसकेँ, अब जाने दिन पनि आउन लागिसक्यो। यति धेरै पढेर डक्टर भइसक्नु भयो, नेपालमा गएर के गर्ने विचार छ? यु निड टु बी प्र्याक्टिकल। प्र्याक्टिकल भएरै जानला हो, नेपालमा डक्टर्सको कति खाँचो छ भन त अहिले। आई क्यान अन्डरस्ट्यान्ड डक्टरको खाँचो छ, तर तपाईँ जस्तो पढेको मान्छेले चाहिँ यस्तो डिसाइड गर्नु चाहिँ म प्र्याक्टिकल मान्दिनँ कि। नेपालको सिचुएसन कस्तो छ? केही स्कोप छ? केही पनि छैन। न इलेक्ट्रिसिटी छ, न पानी छ। मान्छेलाई हरेक कुरामा हुन्छ नि सङ्घर्ष गर्नुपर्छ, जे कुरा पनि पाउन। तपाईँ कसरी बस्न सक्नुहुन्छ कि? यहाँ यति धेरै फेसिलिटिजहरू छ, यस्तो ठाउँमा बसेर ओ माई गड, म त इमेजिन पनि गर्न सक्दिनँ। त्यही बस्नलाई सजिलो होस्, राम्रो होस् भनेर त नेपाल गएर काम गर्न गएको नि। हामी पनि नेपाल गएर नेपालको के हुन्छ भन त? खै मलाई त थाहा छैन है, मलाई त यहीँ अमेरिकामै बस्नु छ, यहीँ के गर्नु छ। यहाँ जस्तो आनन्दको जिन्दगी त नेपालमा कहिले हुने होला? 10 वर्षपछि पनि हुँदैन होला। आई क्यानट इमेजिन माई लाइफ ओभर देयर। म जस्तो बसेर हेर, अनि थाहा पाउँछौ घरको इम्पोर्टेन्स के हो भनेर। घरको इम्पोर्टेन्स मलाई त घरबाट कुरा गरे पुग्छ। घरको होला मेबी तपाईँको अब मभन्दा धेरै ठुलो हुनुहुन्छ होइन, मेबी त्यो सबै पछि मलाई रियलाइज हुन सक्छ, तर अहिलेको सिचुएसनमा चाहिँ मलाई यो सबै सोच्नु छैन। म त पार्टीमा जानु छ। त्यही पनि बेस्ट अफ लक, राम्रोसँग गर्नु, किप इन टच नि। तर बेसी नै होइन नि मलाई। म आज जान लाग्नु होइन कि, बस्न बाँकी छ नि 1-2 दिन। ठिकै छ ल, त्यही पनि राम्रोसँग गर्नु, जे गर्नुहुन्छ तपाईँको डिसिजन हो होइन। आई होप यु विल हेभ अ ग्रेट लाइफ ओभर देयर। मेरो फोन पनि आयो एक्चुअली। हेलो, हे व्हाट्स अप? या आइ एम अलमोस्ट रेडी। या अलराइट, I'll be out. Alright. ओके, अब मेरो पनि जानुपर्ने भयो होइन, म त गति गर्न गएँ। Have fun, चाँडै आउने घर। ओके, I will try to. होइन तिमी जान थालेको भएर अनि भेटघाट गऱ्यौँ। खुसी लाग्यो तिम्रो सुने जब यो खबर म धेरै बेर आत्तिएँ, प्रश्न मनमा यो रह्यो मैले के गर्ने जसो तसो। अब म जान्छु पनि फेरि चेक इन गर्न ढिला हुन्छ है त, राम्ररी बस्छ। रहेछ सबै आफ्नो चरित्र निभाउँदैछु, जाँदैछु टाढा धेरै टाढा, याद बोकेर म कहिले पनि दिन चाहन्न, तर यस्तो दिन आउला मैले सोचिनँ। तिमी नै छैन मेरो जीवनको केही अर्थ छैन, मनुष्यलाई गोली आगो लगाइदेऊ न जसो तसो मनलाई सम्झाइ बुझाउँदैछु। नाच रहेछ सबै आफ्नो चरित्र निभाउ